पर्छ। त्यसकारण चाहिँ मैले उपवासको बारेमा वचन ल्याएको छु। त्योभन्दा अगाडि चाहिँ म चाहिँ प्रार्थना गर्नेछु है सबैजना। स्वर्ग अनि पृथ्वीका मालिक तपाईँलाई धन्यवाद चाहन्छु। तपाईँ आदरको योग्यको परशुबाट धन्यवाद चाहन्छु। तपाईँले विगत दिन प्रयासमा तपाईँ सम्हाल्नुभएको छ। तपाईँ अनुकारी अनि दयालु परशुबाट धन्यवाद चाहन्छु। साँच्चै नै म प्रार्थना गर्दछु आजको वचनमा तपाईँले आशिष दिनुहोस्। बुझ्ने अनि बुझाउने दुवैमा तपाईँले रहनुभएको होस् अनि यस वचनले हाम्रो जीवन परिवर्तन गर्नुहोस् भन्ने विपन्न प्रश्नमा आमेन। हुन्छ, आजको वचनको शीर्षक रहेको छ उपवास है। उपवास भनेको के हो थाहा छ? अनि तपाईँ अनि म चाहिँ आज उपवास भनेको के हो अनि उपवास कस्तो हुनुपर्छ अनि उपवासका फाइदाहरू हामीहरू बारेमा हेर्नेछौँ है। आज म पनि सुरुमा बाइबल नपढ्दै गर्दाखेरि चाहिँ पुरा सकाएको थिएन। त्यति बेला चाहिँ मलाई लागेको थियो मत्तीको पुस्तकमा मात्र उपवासको बारेमा लेखेको छ, तर वास्तवमा होइन रहेछ। पुरानो बरालदेखि उपवासको बारेमा लेखेको छ। आमेन आमेन आमेन। आज हामी चाहिँ उपवास भनेको के हो? आज हामी चाहिँ वास्तवमा उपवास भनेपछि चाहिँ हामीलाई भन्ने गर्छौँ हामी एक साग खाना नखाइकन परमेश्वरको निम्ति मात्र भोकाउनलाई चाहिँ उपवास मात्र भन्दछौँ, तर वास्तवमा उपवास भनेको के हो एसायाको पुस्तकले पनि देखाउँदछ। हुन्छ, हामी हेर्नेछौँ। सबैभन्दा अगाडि हामी चाहिँ उपवासको बारेमा हुन्छ। हामी चाहिँ उपवास भनेको के हो? 4 को 2 हुन्छ। आमेन। आज यस उपवासको बारेमा चाहिँ भन्दै गर्दाखेरि चाहिँ हामीहरू हेर्न सक्छौँ यसो चाहिँ उपवास बस्नुभयो भनेको छ, तर उपवास चाहिँ बस्दाखेरि चाहिँ उहाँ भुकाउनु भएको छ। आमेन। आज यसो पनि उपवास बस्नुभएको थियो। आज उपवास भनेपछि भुकाउनु हो। आज तपाईँ र हामी चाहिँ उपवास बस्दैछौँ। साथी उपवास हाम्रो मण्डलीले चाहिँ धेरैजनाले बसेका छौँ भुकाउँदै अनि परमेश्वरको नजिक हुँदै है आशा छ। तर यो उपवास चाहिँ तपाईँ र हामीले चाहिँ गर्दै आएका छौँ। आमेन आमेन आमेन। आज कतिजना तपाईँहरू चाहिँ उपवास बस्नुहुन्छ अनि परमेश्वरको निम्ति भुकाउँदै अनि परमेश्वरको नजिक जान चाहनुहुन्छ है। तपाईँ चाहिँ परमेश्वरको निम्ति भुकाउनुहुन्छ अनि उहाँको नजिक जानुहुन्छ भने एउटा उपवास हो। आमेन आमेन। यसै गरी हामीहरू एसायाको पुस्तकलाई हेर्नेछौँ। एसाया 58 को 6 देखि 8 सम्म हामी हेर्नेछौँ। फेरि पनि मेल भाउजू नै आमेन आमेन। आज एसाया 58 को 6 देखि 8 सम्म पनि उपवास बारेमा भनेको छ। हामी चाहिँ परमेश्वरको निम्ति तपाईँ र हामी चाहिँ भुकाउँदैछौँ। त्यो हामी उपवास बसेका छौँ। यो चाहिँ सबैजनाले बस्न सकिन्छ मत्ती 4 को 2 लाई चाहिँ। तर एसाया 58 को 6 देखि 8 सम्मको के तपाईँ उपवास बस्नुभएको छ? आज परमेश्वरले त्यो भुकाउनु मात्र होइन, तर एसाया 58 को 6 देखि 1-8 सम्म जुन लेखेको छ त्यो उपवास परमेश्वर चाहँदै हुनुहुन्छ। अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न र अत्याचारमा परेकोहरूको मुक्ति गराउन यो तपाईँले गर्नुभएको छ। कोही छ तपाईँहरूले चाहिँ छ। आज चाहिँ तपाईँ र हामी चाहिँ भुकाउँदैछौँ। ठिक छ, त्यो उपवास बस्नु धेरै इम्पोर्टेन्ट छ, तर यो पनि जान्नुहोस् कि अन्यायमा परेकाको बन्धन फुकालिन अनि जुवाको डोरीहरू फुकालिन अनि अत्याचारमा परेकोहरूलाई मुक्ति गर्न यो उपवास तपाईँ र हाम्रो चाहिँ जीवनमा जरुरत छ। आमेन। अनि यसै गरी भन्दछ फेरि पनि
आफ्नो भोजन भोगसित बातचित गर्नु र घरमा भएका गरिबहरूलाई शरण दिनु, नाङ्गो देखेर लुगा लगाइदिनु र आफ्नो जात भाइबाट नलुक्ने होइन र भन्छ है। यो कुरा तपाईँ र हामी चाहिँ जान्नुपर्ने हुन्छ। आज तपाईँ र हामी चाहिँ के घर नभएकोलाई शरण स्थान दिँदैछौँ के आफ्नो भाइलाई सहयोग गर्दैछौँ? नभएको खानेकुरा नभएकोलाई चाहिँ आज तपाईँ हामी चाहिँ दिँदैछौँ। आज तपाईँ र हामी चाहिँ यो जान्न जरुरत छ। आज तपाईँ र हामी चाहिँ परिवर्तन हुनु जरुरत छ। हिजोसम्म हामीहरू चाहिँ है भोको उपवास मात्र बस्दै थियो। आज हामी चाहिँ आत्मिक वृद्धिमा छौँ। हाम्रो वचन नै अहिले चाहिँ आत्मिक वृद्धिको बारेमा छ। अब चाहिँ तपाईँ र हामी चाहिँ त्यो मात्र भुकाएर मात्र होइन, अब एसाइया 58 6 देखि 1 सम्म छ त्यो उपवास बस्नु तपाईँ र हामी जरुरत छ। आमेन। ल छेउको साथीलाई भन्ने अब चाहिँ हामी भुकाएर मात्र होइन एसाइयाको 58 6 देखि 8 सम्म जुन उपवास लेखेको छ त्यो चाहिँ हामी बस्नेछौँ। आमेन। आज तपाईँ र हामी चाहिँ एसाइया 58 6 देखि 8 सम्म जुन उपवास छ त्यो चाहिँ बस्न जरुरत छ है। कतिपल्ट तपाईँ चाहिँ बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ सिगान निस्केको विचार लौलो मान्छेलाई चाहिँ कतिपल्ट तपाईँले चाहिँ पैसा दिनुभएको छ? यो कुरा छ। फिल गर्नुहोस् न तपाईँ र हामी चाहिँ परमेश्वरले के त्यो भुकाएको मात्र चाहनुहुन्छ? परमेश्वरले यो चाहनुहुन्छ तपाईँ र हामी चाहिँ एसाइया 58 6 देखि 1 सम्मको उपवास चाहनुहुन्छ। मण्डली परिवारहरू हो, आज घर नभएकोलाई शरण स्थान दिउँ। आज कोही आउँछ घरमा पैसा माग्न आउँछ, मसँग पैसा छैन भन्दै हामी चाहिँ त्यसलाई चाहिँ फर्काइदिन्छौँ। बिचारा त्यो चाहिँ तपाईँ र हामी चाहिँ जान्न जरुरत छ। हामी चाहिँ नाङ्गोलाई देखेका छौँ, खुट्टा नभएको मान्छे लुगा च्यातिएको छ, पागल मान्छेको कोही छैन देखेका छौँ। हामीसँग आज लुगा प्रशस्त छ है, हामी फ्याल्नु रुचाउँदैछौँ, तर त्यो कमजोर मानिसलाई चाहिँ दिन सकिरहेका छैन। तपाईँ र हाम्रो जीवनमा चाहिँ परमेश्वर त्यो उपवास चाहँदै हुनुहुन्छ। आमेन। के तपाईँ त्यो उपवास बस्नको लागि तयार हुनुहुन्छ? भन्नुहोस् त साथीलाई, के तपाईँ त्यो उपवासको लागि तयार हुनुहुन्छ है? अलि चाहिँ तपाईँ र हामी चाहिँ तयार हुन जरुरत छ। अनि तपाईँ र हामी चाहिँ त्यो उपवास बस्दै गर्दाखेरि अनि आज तपाईँ र हामी चाहिँ भुगाउनु पर्दछ, सहयोग गर्नुपर्छ है। मत्तीको 4:2 उपवास बस्नुपर्छ। अनि एसाइयाको 58 6 देखि उपवास पनि बस्नुपर्छ। अनि त्यसको लागि चाहिँ त्यो उपवास कस्तो हुनुपर्छ हामी हेर्नेछौँ। मत्ती 6:16 देखि 18 सम्म हुन्छ। यसलाई चाहिँ हाम्रो राजन दाइले पढ्नुहुन्छ। जब तिमीहरू उपवास बस्दछौ तब ढोकीहरू जस्ता उदासी चेहरा नदेखाऊ, किनकि मानिसहरूलाई उपवास बसेका देखाउनेलाई तिमीहरू आफ्ना मोहडा अँध्यारा पार्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। र तिम्रो उपवास तिमीहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखुन्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुन्छ। आमेन। कतिजनाले आमेन भन्न सक्नुहुन्छ यसमा? आज मत्ती 6:16-18 के भन्दछ? जब तिमीहरू उपवास बस्छौ तब ढोंगीहरू जस्तो उदासी चेहरा नदेखाऊ, किनकि मानिसहरूलाई उपवास बसेको देखाउनलाई तिनीहरूले आफ्नो मोहडा अँध्यारो पार्छन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। आज तपाईँ र हामी चाहिँ के ती ढोंगीका जस्तै हामीहरू उपवास बस्दैछौँ है। आज मत्तीको 4
व्यवहारको 2:2 मा जुन उपवास छ अनि यशाया 58 6 देखि जुन 8 सम्म जुन उपवास छ के त्यो हामी रोगी जस्तो त गरिरहेका छैनौँ? आज जब यसो उपवास बस्न थाल्नुभयो उहाँ चाहिँ उचार स्थानमा जानुभयो, एक्लै उपवास बस्न जानुभयो। तर आज मण्डलीहरू चाहिँ उपवास बस्दै गर्दाखेरि चाहिँ के गरिरहेका छन्? मानिसहरूलाई सोसल मिडियामा देखाइरहेका छन्। आज चाहिँ चर्चमा आएर चाहिँ म उपवास बसेको छु भन्दै भागिँदैछन्। आज यशाया 58 6 देखि 1 सम्म जुन उपवास छ त्यो उपवासमा पनि खिच्दै अनि मिडियामा देखे म यस्तो गर्दैछु त्यस्तो गर्दैछु भनेर हाल्दैछन्। तर परमेश्वरले के भन्नुहुन्छ भने तपाईँ र हामीले चाहिँ त्यो उपवास चाहिँ गुप्तमा रहेको होस्। हामी यदि परमेश्वरले निम्ति जे गर्दैछौँ भने दायाँ हातले गरेपछि बायाँ हातले थाहा नपारी हुने गरी गरौँ न। हामीले गरिरहेका छौँ शुक्रबार त्यो सबैजनाले गर्दैछौँ मेलमिलापको लागि, हामी एकअर्कालाई उत्साह दिनको लागि, त्यो धेरै राम्रो हो। तर कहिलेकाहीँ तपाईँ एक्लै पनि उपवास बस्नुहोस्, मानिसलाई देखाउनको निम्ति होइन परमेश्वरलाई देखाउनको निम्ति गर्नुहोस्। आमेन। तपाईँ कतिचोटि अहिलेसम्म एक्लै उपवास बस्नु भएको छ मानिसलाई थाहा नहुने गरिकन? आज तपाईँले चाहिँ म क्वेसन छ, तपाईँ कतिचोटि मान्छेलाई देखाउने गरी बस्नु भएको छ? तर आउने दिनमा तपाईँ र हामीले चाहिँ के गर्नुपर्छ? परमेश्वरलाई देखाउनको निम्ति गर्नुपर्छ। आमेन 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 आमेन। हामी चाहिँ आज उपवास क्रममा छौँ है। आज तपाईँ र हामी चाहिँ उपवास धेरै जरुरत छ। अनि मत्ती 6:18 र तिम्रो उपवास मानिसले होइन तर गुप्तमा हुने तिम्रा पिताले देख्नु र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। आमेन आमेन आमेन। आज तपाईँ र हामी चाहिँ परमेश्वरको निम्ति गरौँ। यदि हामी चाहिँ मानिसलाई देखाउनको निम्ति हो भने हामी मानिसबाट तारिफ पाइसकेका छौँ, हामी इनाम पाउँदैनौँ। तर यदि परमेश्वरबाट इनाम पाउँछौँ भने गुप्तमा परमेश्वरको निम्ति गरौँ। आमेन आमेन। यसै गरी हामीहरू हेर्नेछौँ यशाया 58:6 हुन्छ। यसलाई चाहिँ हाम्रो माझमा चाहिँ महिमा बहिनीले पढ्नुहुन्छ। आमेन। यो चाहिँ हुन जरुरत छ। अनि यसै गरी म फेरि पनि यशाया 58:4 फेरि पनि महिमा बहिनीलाई रिक्वेस्ट गर्न चाहे पढ्नुहोस् होला। तिमीहरूका उपवासको दिन लडाई र झगडामा अन्त्य हुन्छ र एउटाले अर्कालाई दुष्ट मुक्काले हिर्काउँछौ। तिमीहरू आजको जस्तो उपवास बसेर तिमीहरूको स्वर स्वर्गमा सुनिने आशा गर्न सक्दैनौ। 5 भने मैले चुनेको उपवास यस्तै हो, मानिसले आफैले एक दिन मात्र विनम्र राख्ने के निगालो झैँ आफ्नो शिर झुकाउने र भाङ्रा र खरानी ओछ्याउने दिन मात्र यो हो। के यसैले तिमीहरू उपवास र परमप्रभुको निम्ति ग्रहण योग्यको दिन भन्छौ? अब यो चाहिँ दुःख लाग्दो छ। आज हामी उपवास एक दिन बस्दैछौँ, त्यही पनि उपवास बसेका हुन्छौँ, मान्छेलाई गाली गरिरहेका हुन्छौँ, कुरा काटिरहेका हुन्छौँ। के त परमेश्वरले त्यो गर्न योग्य हुनेछ? आज चुनौतीका कुराहरू रहेको छ वचनमा। आज के भन्दछ यशाया 58:4 देखि तिमीहरू उपवासका दिन लडाई र झगडामा अन्त्य हुन्छ। आज हामी उपवास बस्दै भोकाएका हुन्छौँ, परमेश्वरको निम्ति भोकाएका छौँ भने उपवास बस्छौँ, तर पनि एकअर्काको कुरा काटिरहेका हुन्छौँ। अनि लास्टसम्म पनि अन्त्यमा झगडैसम्म हुँदैछ है। अनि एउटाले अर्कोलाई दुष्ट मुक्काले हिर्काउँछौँ। आज तपाईँ र हामी चाहिँ यो गरिरहेका छौँ कि? तपाईँ चाहिँ ध्यान दिनुहोस्।
तिमीहरू आजको जस्तो उपवास बसेर तिमीहरूको स्वरमा सुनिने आशा गर्न सकिँदैनौ। आज हामी जुन भोकाएर मात्र हुन्छौँ अनि कुरा काटिरहेका हुन्छौँ, झगडा गरिरहेका हुन्छौँ, मनमा पाप गरिरहेका हुन्छौँ भने तपाईँ नसोच्नुहोस् कि तपाईँको उपवास सुनिन्छ, परमेश्वरमा गराउने हो के हुन्छ भनेर। के मैले सुनेको उपवास यस्तो हो, मानिसले आफूलाई एक दिन मात्र विनम्र राख्ने, निगालो चाहिँ आफ्नो शिर झुकाउने र भाग्दा र खरानी ओछ्याउने दिन मात्र यो हो के? यसैले तिमीहरू उपवास र परमप्रभुको निम्ति गर्न योग्य दिन भन्छौ। आज के शुक्रबारको दिन मात्र अनि बुधबारको दिन मात्र उपवास त्यो छ? क्वेसन तपाईँले चाहिँ आफ्नो आफैले सोध्नुहोस्, कतिचोटि तपाईँले दिनको तपाईँ चाहिँ उपवास बस्दै हुनुहुन्छ? है यसुले एक दिनको मात्र परमेश्वर हुन्न। यसु चाहिँ 365 का दिनको परमेश्वर हुनुहुन्छ। आज तपाईँ र हामी एक दिन मात्र उपवास बस्ने? आज तपाईँ र हामीले चाहिँ क्वेसन छ, 365 दिन उपवास बस्छौँ। आमेन। साथीलाई भन्नु त 365 दिन उपवास बस्छौँ। हात मिलाउँदै एकअर्कालाई ल 365 का 365 दिन उपवास बस्छौँ भन्नु त साथीलाई। हुन्छ, हामी चाहिँ परमेश्वरको आशिष चाहिँ 365 दिन चाहिने अनि उपवास चाहिँ केही दिन बस्ने त्यो भएन नि है। आज तपाईँ र हामी चाहिँ कस्तो हुनुपर्छ उपवास भनेपछि? एक दिन मात्र होइन, परमेश्वरले चाहिँ एक दिन मात्र चाहनु गर्ने भएको छैन, 365 दिन। आमेन। यसै गरी अब हामी हेर्नेछौँ यसका फाइदाहरू। आज हामीहरू फाइदा चाहिँ आशिष चाहिँ सबैलाई चाहिएको छ, तर भन्ने कुरा छ आज्ञा चाहिँ हामी मानेका छैनौँ। आज चाहिँ भिखारीको जस्तै परमेश्वर बुवा मलाई यो दिनुहोस् त्यो दिनुहोस् भनेर बसिरहेका हुन्छ है। हामी अनि बाइबलले भन्दछ तिमीहरू उत्तराधिकारी पनि हौ है। याद गर, हामी चाहिँ आज चाहिँ कतिपटक परमेश्वरसँग आशिष माग्छौँ, तर म तपाईँलाई चाहिँ एउटा कुरा बोनस दिन चाहन्छु। तपाईँ यदि बाइबलको आज्ञा तपाईँले मान्नुहुन्छ भनेपछि तपाईँको लागि त्यो बाइबलको प्रतिज्ञा तपाईँको लागि हो। आमेन 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 आमेन। कतिजनाले तपाईँले चाहिँ बाइबलको आज्ञा मान्नुहुन्छ भने तपाईँले चाहिँ आशिष पाउनुहुन्छ, किनकि बाइबलले देखाउँदछ परमेश्वरले गर्नुभएको प्रतिज्ञा हाम्रो लागि। आमेन। आज तपाईँ र हामी चाहिँ कतिपल्ट परमेश्वरमा यो दिनुहोस् त्यो दिनुहोस् भनिरहेका हुन्छौँ, तर हामीहरू आज्ञा मान्दैनौँ भनेपछि कहाँबाट हुन्छ? तपाईँ र हामी भिखारी जस्तो बस्ने कि छोरा जस्तै उत्तराधिकारी हुने तपाईँ र हामीमा भर पर्छ। हुन्छ, हामी हेर्नेछौँ यसैया 58:8-13। हुन्छ, यसलाई चाहिँ हाम्रो माझमा चाहिँ राजुदाईले पढ्नुहुन्छ। अब तिमीहरूको चुटी बिहान चाहिँ फुटेर निस्किनेछ र तिमीहरू चाँडै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अघि जानेछ र परमप्रभुको महिमा चाहिँ पशुपतिको रक्षक हुनेछ। तब तिमीहरूले पुकारा गर्नेछौ र परमप्रभुले जवाब दिनुहुनेछ। तिमीहरूले सहायताको निम्ति बिन्ती गर्नेछौ र उहाँले भन्नुहुनेछ म यही छु। यदि तिमीहरूले आफ्ना बिचबाट अत्याचारको जुवा फैलाइदियो, अरूलाई औँला ठाडो गर्न र पूर्ण कुरा गर्न त्याग्यो अनि सम्पूर्ण निर्णयले तिमीहरूले आफैलाई भोकाहरूका निम्ति दियो र अत्याचारमा परेकाहरूको आवश्यकता पुरा गरिदियो भने तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ र तिमीहरूको रात मध्येती जस्तै हुनेछ। परमप्रभुले तिमीहरूलाई निरन्तर गराउनु हुनेछ र घामको
हुकुम गर्नु परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्तुष्ट पार्नुहुनेछ र तिमीहरूका हाडहरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानीले भिजाएको बगैँचा झैँ र नसुकिने पानी झैँ मूल झैँ हुनेछौ। तिमीहरूका मानिसहरूले पुराना भगवान वेश फेरि बनाउनेछन्। धेरै पुराना जगहरू तिमीहरूले उठाउनेछन्। तिमीहरू भत्केका पन्थालहरू निर्माण गर्ने र बस्ने घरहरूका निम्ति बाटो फेरि नयाँ बनाउनेहरू भनिनेछौ। तिमीहरूले मेरो शपथ दिन तोड्ने र सभा दिन तोड्ने नै र मेरो पवित्र दिनमा आफ्नो खुसी गरेनौ भने र प्रभुको सभालाई आदरणीय ठान्यौ र आफ्नै इच्छाअनुसार नगरी यस दिनलाई मान्यता दियो र यसमा आफ्नो खुसी नगरी व्यर्थका कुरा गरेनौ भने तिमीहरू प्रभुका रमाहाट पाउनेछौ र म तिमीहरूलाई यसका उच्च स्थानमा सवार गर्ने तुल्याउनेछु र म तिमीहरूका पुर्खा याकुबले उत्तराधिकारबाट भोज खुवाउने तुल्याउनेछु। परमप्रभुको मुखैले त्यसो भन्नुभएको छ। आमेन आमेन आमेन। आज तपाईँ र हामीले चाहिँ है आत्मा हेर्छौँ पोइन्ट लै गरेर है हाम्रो ज्योति चाहिँ बिहानी चाहिँ फुटेर निस्कोस् भनेर चाहन्छौँ अनि हामी साह्रै निको हुन चाहन्छौँ अनि हाम्रो धार्मिकताको अघि हाम्रो उचाइ चाहिँ जाओस् भनेर चाहन्छौँ है अनि परमेश्वरले हाम्रो जवाब दिन दियोस् भनेर चाहन्छौँ अनि परमप्रभुले हामीलाई निरन्तर दियोस् चाहन्छौँ अनि हामी सन्तुष्टि पनि हुन चाहन्छौँ। हाम्रो हातहरू बलियोस् भन्न चाहन्छौँ अनि हामीहरू चाहिँ प्रशस्त पानीले भिजेको बगैँचा चाहिँ नसुकोस्, हाम्रो मूल चाहिँ सधैँभरि भइरहोस् भन्न चाहन्छौँ अनि हाम्रा पुराना जगहरू नयाँ भएको चाहन्छौँ अनि भटेका पर्खालहरू नयाँ भएका चाहन्छौँ है। तर तपाईँ र हामीले चाहिँ चाहन्छौँ परमेश्वर यो दिनुहोस् त्यो दिनुहोस् भन्दछौँ अनि तपाईँले चाहिँ परमेश्वरसँग माग्दा परमेश्वरले दिनुहुन्छ दिनुहुन्न, परमेश्वरको हातमा छ। तर तपाईँले चाहिँ यसैया 58:6 देखि 8 जुन छ त्यो गर्नुहोस्, परमेश्वरले 100% तपाईँले चाहिँ दिनुहुन्छ। आमेन आमेन। किनकि बाइबल लेखाउँछ यदि तिमीहरू प्रतिज्ञा तिमीले चाहिँ आज्ञा मान्छौ भने प्रतिज्ञा तिम्रै लाग्यो, यो प्रतिज्ञा तपाईँ र हाम्रो मान्छे छ। आमेन। आज जान्नुपर्ने कुरा थ्याङ्क यू है। अनि आज चाहिँ तपाईँ र हामीले चाहिँ परमेश्वरबाट प्रशस्त आशिष चाहँदैछौँ है। तर आज सबरको दिनलाई तपाईँले चाहिँ कतिले पवित्र मान्नुभएको छ? हात उठाउनुहोस्। 100% सबरको दिनलाई पवित्र मान्ने जति हात उठाउनुहोस्। 100% है। म अहिले फेरि आउँछ तपाईँले झुटो भएको चाहिँ हेर्नुहोस्। तपाईँले कतिजना सबरको दिनलाई पवित्र मान्नुभएको छ? तपाईँ हात उठाउनुहोस्। आज 1 जना 2 जना 3 जना प्लिज राजन दाइ हात उठाउन सक्नुहुन्छ? आज यो सबरको दिनलाई पवित्र मान्नु भनेको परमेश्वरले पवित्र मान्नु भएको छैन। पवित्र मान्नुहोस् न। सबत मतलब सबरको दिन परमेश्वरको जुन छ संगतिको निम्ति छुट्याएको दिनलाई के तपाईँले पवित्र मान्नु भएको छ? 100%? ल ओके, तपाईँ चाहिँ हात उठाउनु भयो, ठिक छ। तपाईँले चाहिँ पवित्र मान्नु भएको छ भने विश्वास गरेर मात्र होइन, तपाईँले चाहिँ त्यो हात उठाउनुहोस्। तपाईँले जति नै पवित्र मान्नु भएको छ भोलिको दिनदेखि तपाईँ शनिबारको दिनमा तपाईँ आउनुपर्छ 8 बजेभन्दा अगाडि नै, सरी है 9 बजेभन्दा अगाडि, संगतिभन्दा अगाडि नै
तपाईँ चाहिँ भन्दै हुनुहुन्छ शनिबारको दिनलाई चाहिँ हामी चाहिँ पवित्र मानेका छौँ, तर त्यही पवित्र कुरालाई लेख्दै हामी संसारतर्फ जानेछौँ। भने कसरी मानेका छौँ हामी पवित्र? आज जान्नुहोस्, आज भन्दैछौँ सबैको दिनलाई पवित्र मान्दैछौँ। पवित्र कुरालाई मान्नुहुन्छ भने एकछिन गर्नुहोस् न, संसारको कुरालाई चाहिँ किन जान्दै हुनुहुन्छ? तपाईँ र हामी चाहिँ मान्नुपर्ने कुरा। आज हाम्रो ठाउँ छौँ सबैको दिनलाई पवित्र मानेका छौँ, तर त्यही पवित्र कुरालाई एक्सेप्ट नगरेको संसारको कुरालाई आफ्नो कामलाई ठुलो मानिरहेका हुन्छौँ। अनि कसरी तपाईँले चाहिँ सबैको दिनलाई पवित्र मानिरहेको छ? एउटा कुरा तपाईहरु चाहिँ पवित्र मान्नुहुन्छ भने, तपाईँ चाहिँ आशिष चाहनुहुन्छ भने सबैभन्दा अगाडि सबैको दिनलाई चाहिँ पवित्र मान्नुहोस्। पवित्र मानेर तपाईँले चाहिँ यदि पवित्र मान्नुहुन्छ भने त्यसलाई एक्सेप्ट गर्नुहुन्छ, अनि त्यसलाई चाहिँ एउटा इम्पोर्टेन्ट कुरा दिनुहुन्छ। आमेन। एउटा उपवास पनि, यो सबैको दिन पनि पवित्र मान्नु पनि एउटा उपवास नै हो। आमेन भन्नुहोस् त, सबैको दिनलाई पवित्र मान्नु पनि एउटा उपवास हो। साथीलाई भन्नुहोस्, सबैको दिनलाई पवित्र मान्नु त्यो पनि एउटा उपवास हो। त्यो उपवास हामी चाहिँ लिनेछौँ, मान्नेछौँ। आमेन। को उपवास बस्न तयार हुनुहुन्छ सबैको दिन एउटा पवित्र मानेर? हात उठाउनुहोस्, हात उठाउनुहोस् है। सुन्छ। अनि तपाईँ र हामी चाहिँ मान्नुपर्ने कुरा चाहिँ सबैको दिनलाई पवित्र मानौँ। आमेन। त म तपाईँलाई चाहिँ भन्दछु है, आज हामी चाहिँ आत्मिक वृद्धिमा छौँ। अनि आज म यो वचन दिँदै गर्दाखेरि चाहिँ कतिजनाको मन दुखीको हुनसक्छ, नराम्रो लागेको सक्नुहुन्छ। याद गर्नुहोस्, वचन 2 धार रुवाल हो। तपाईँको लागि मात्र बोलेको होइन, आफ्नो लागि पनि बोलेको छु है। अनि त्यो रुवालले काट्दै गर्दाखेरि चाहिँ कति दुख्छ होला है। अनि त्यो वचनले चाहिँ तपाईँ र हाम्रो चाहिँ खराब कुरालाई चाहिँ काट्नै पर्छ। आमेन। आमेन। खराब कुरालाई चाहिँ काटेर फ्याल्न दिनुपर्छ, ताकि चाहिँ हामी नयाँ बनाउनको लागि। आमेन। आज तपाईँ र हामी चाहिँ उपवास बसौँ, हामीलाई चाहिँ आशिष पाउनुहुन्छ भने हाम्रो प्रार्थना सुनेको होस् भन्न चाहन्छौँ भने चाहिँ परमेश्वर हाम्रो बोली सुन्न चाहोस् भन्न चाहन्छौँ भनेपछि उपवास बसौँ है। म चाहिँ रिक्वेस्ट गर्छु, आत्मिक वृद्धिमा छौँ। आज हामीहरू छौँ, तलै छौँ होला, वृद्धि छैन होला, तर हाम्रो कदम कदममा वृद्धि हुनुपर्छ। आमेन। हिजो हामीहरू भोकाएर मात्र उपवास बस्दै थियो, हामीहरू त्यतिसम्म मात्र सीमित थियो, तर अब हामी तपाईँ र हामी चाहिँ यशैया 58:6 देखि 8सम्म चाहिँ त्यो उपवास बस्नेछौँ। आमेन। त्यो उपवास एक दिन मात्र होइन, 365 दिन उपवास बस्नेछौँ। आमेन। म चाहिँ तयार छु है 365 दिन, सबतको दिन है। पुरानो करारमा सबतको दिन भनेर एकै दिन मात्र जनाएको थियो, त्यो चाहिँ पवित्र दिन। तर जब नयाँ करारमा आयो तब चाहिँ यसले त्यो कुरालाई चाहिँ पुरा गर्नुभयो। अब एक दिन मात्र, हप्ताको एक दिन मात्र होइन, हप्ताको 7 दिन नै पवित्र पालन गर्नुपर्छ। आमेन। 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 त्यो पवित्रता अनुसार जिउँदैछौँ। आमेन। म चाहिँ तपाईँहरूलाई चाहिँ भन्दछु, तपाईँहरू चाहिँ सुन्नुहोस् भन्न चाहनुहुन्छ भने तपाईँ प्लिज यशैया 58 नबिर्सिनुहोस्। तपाईँ चाहिँ यशैया 58:6 देखि 8सम्म लाइन गर्नुहोस्, अनि त्यसमा नाम लेख्नुहोस्, आफ्नो नाम, ताकि चाहिँ तपाईँ चाहिँ आउने दिनमा आशिषित हुनुको लागि। आमेन। सचिन भाइ, ल सचिन भाइले पनि नाम लेखिसक्यो, उसले चाहिँ राम्रो गर्छ। अनि पूजा बहिनीलाई पनि म रिक्वेस्ट गर्दछु यो चाहिँ, अनि जवानलाई सबैजना लाइन गर्नुहोस्, नाम लेख्नुहोस्, ताकि चाहिँ त्यसमा राम्रो होस्। यशैया 58:6लाई कहिले नबिर्सिनुहोस्। 6 देखि 13सम्म म चाहिँ तपाईँ चाहिँ वृद्धि हुनुहोस् म भन्दछु। अनि म चाहन्छु आज आत्मिक वृद्धि धेरै जरुरत छ, त्यस कारणले चाहिँ तपाईँलाई हामीले जान्नुपर्नेछ। आमेन। आमेन। जो ल है, आमेन जोले भन्नुहोस् है, कतिजनासँग हुनुहुन्छ? आमेन। आमेन।
आमेन। आमेन। आज तपाईँ र हामी चाहिँ म रिक्वेस्ट गर्दछु सबैलाई चाहिँ पवित्र मान्नुहोस्। म कथा सुनाउँछु तपाईँलाई अनि अन्तमा जान्छु। दुईटा भिखारी हुन्छ अनि दुईजना जान्छन्। एउटा धनी मान्छेको बिचाराको छोरा हुँदैन अनि त्यो जान्छ भिख माग्छ। बाबा मलाई यो दिनुहोस् भन्छ, उसलाई दिन्छ। दोस्रो पटक पनि बाबा मलाई दिनुहोस् भन्छ, दिन्छ। तेस्रोचोटि पनि दिन्छ, फेरि माग्छ, दिन्छ। किनकि ऊ दयालु थियो। तर अर्को केटा जान्छ, उसले चाहिँ बुवा दिनुहोस् मात्र भन्दैन, उसले चाहिँ जान्छ। उसलाई थाहा छ माया गर्छ मलाई, उसले चाहिँ उसको सबै आज्ञाहरू मान्छ। अनि आज्ञा मान्दै गर्दाखेरि चाहिँ आज्ञा मान्छ है। आज्ञा मानिसकेपछि चाहिँ अनि फेरि उसले चाहिँ भनेको कुरा सबै कुरा मान्छ। अनि उसले भन्छ बुवा मलाई चाहियो। उसले भन्छ छोरा तैँले चाहिँ एउटा अधिकारी भएको छस्, त चाहिँ आज्ञा मानेको छस्, यो सब तेरो निम्ति हो। जति सम्पत्ति छ सबै तेरोको निम्ति हो। आज तपाईँ र हामी चाहिँ परमेश्वरको जुन यो बाइबलको आज्ञाहरू छ त्यो मान्नुहोस्। बाइबलको सबै प्रतिज्ञा तपाईँहरूको र हाम्रो निम्ति हो। आमेन 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 आमेन। हुन्छ। म वचनको भागमा यतिकै राख्न चाहन्छु।